हेलो साथीहरु सबैजनालाई नमस्कार। आजको यस भिडियोमा तपाईहरुलाई स्वागत छ। आज हामी 16औं प्लान परिच्छेद 2 है 16औं प्लानको परिच्छेद 2 पढ्न गइरहेका र यसमा पनि हामीले के पढ्छौं भन्दाखेरि जस्तो परिच्छेद 2 पहिला थाहा पाउनुपर्छ। परिच्छेद 2 भनेको समष्टिगत आर्थिक आधारीकरण गर्ने हैन, समष्टिगत सबै आर्थिक आधारहरु आर्थिक 1 2 3 7 हैन सर्जन आर्थिक आधारहरुको र त्यति आर्थिक वृद्धि के हुन्छ त उच्च हुन्छ, उच्च आर्थिक वृद्धि। पहिला टपिक बुझ्नु पर्यो। यो भनेको तपाईं जस्तै यता हेर्नुस् यो योजनाको ल हेर्नुस् 16 योजनाको हामी के पढ्दैछौं भन्दाखेरि तपाईले ठ्याक्कै देख्न सक्नुहुन्छ। हेरिराख्नुपर्छ है 16 योजना यसरी नै हेर्नुस्। पहिला यो फर्मेटमा हेरिहाल्नुस्। ल हेर्नुस् 16 योजनाको विषय सूची तपाईले हेर्नु भने 1 देखि 14 वटा छन्, परिच्छेद 14 वटा छन्। यो मध्ये परिचय तपाईहरुले आफै पढ्नु होला अथवा मैले यो पढाइसकेको छु, फेरि पनि पढाउँला। आज हामी पढ्दैछौं जसलाई समष्टिगत आर्थिक आधारहरुको सबलीकरण र उच्च नाम दिएको छ बारे ख्याल गर्न गइरहेको छौं। र एउटा कुरा के ख्याल गर्नु होला भन्दाखेरि हामीले यस सम्बन्धी लङ भिडियो बनाइसकेको छौं, त्यो अर्को प्लेलिस्टमा तपाईले देख्न सक्नुहुन्छ हैन, जुन चाहिँ जसले पढाउन कम्तिमा पनि हामीलाई 1 आवर अथवा 50। तर हामीले फेरि एकचोटी यो लङ फर्म सबै हैन सकेपछि पुनः हामीले यसलाई सर्ट फर्ममा कसरी पढ्ने, यसको मेन पोइन्ट्सहरु मात्र के पढ्ने। पहिला चाहिँ हामीले मेन पढिसक्यौं हैन, अब चाहिँ मेन पोइन्ट्सहरुको भिडियो यो भिडियो पनि हेर्नु होला। तर सुरुमा त्यो लङ फर्मको भिडियो चाहिँ हेर्नु होला है त। त्यही भएर आज समष्टिगत आर्थिक आधारहरुको सबलीकरण र उच्च आर्थिक वृद्धि भन्छ। र यो परिषदको अथवा यस टपिकको मुख्य सवाल र चुनौती के हुन् त भन्दाखेरि तपाईहरुले थाहा पाउनु पर्ने हुन्छ। यसको मुख्य सवाल र चुनौतीहरु भनेको 16 वटा छन्। ख्याल गर्नु होला 16 वटा छन् र यसलाई तपाईहरुले कसरी पढ्नुहुन्छ भन्दाखेरि के हो त चुनौती हो हैन। टपिक त भनिसक्यौं अब हामीले गर्ने, तर टपिक आफैको के हो अथवा दिगो आर्थिक वृद्धि गर्नु नै के हो त एउटा चाहिँ चुनौती हो है। लेखिन जस्तो लाग्यो मलाई हैन। त्यो त उच्च र दिगो चुनौती के हो भन्दाखेरि रचनागत समस्याको उच्च आर्थिक चाहिँ फर्स्ट चुनौती हो। सेकेन्डमा के हो अर्थतन्त्रको संरचनागत समस्याको सम्बन्ध हो। तेस्रोमा कस्तो हैन तेस्रो चुनौती हो हैन। र अब उपभोग गर्नु, बचत गर्नु तथा पुँजी निर्माण गर्नु चौथो के हो त समस्या हैन चुनौती हो। अनि फिफ्थ उद्योग क्षेत्रको प्रवर्धन गर्नु के हो त पाँचौं चुनौती हो। ख्याल गर्नु है उच्च आर्थिक वृद्धि गर्नु हैन, अर्थतन्त्रको संरचनागत समस्याको चाहिँ सम्बोधन गर्नु हैन, उत्पादन उत्पादकता वृद्धि गर्नु, उपभोग बचत पुँजी निर्माण गर्नु र उद्योग। तपाईले के ख्याल गर्नु भन्दाखेरि चाहिँ हामीले 5 वटा पोइन्ट पढ्यौं। यसमा हेर्नुस् है म तपाईलाई टिप्स दिन्छु। 5 वटा पोइन्ट्स पढ्यौं हैन हामीले, प्लिज ख्याल गर्नुस् 5 पोइन्ट्स पढ्यौं। यो 5 पोइन्ट्समा सेकेन्ड पोइन्ट मात्र अ बाट सुरु छ, बाँकी सबै उ बाट सुरु छ। ख्याल गर्नु होला सेकेन्ड पोइन्ट अ बाट सुरु छ, बाँकी सबै उ बाट सुरु छ। त्यही भएर सुरुमा उ बाट भएकोले याद गर्नुस्। उच्च र दिगो आर्थिक वृद्धि, उत्पादन तथा उत्पादकता वृद्धि, उपभोग बचत तथा पुँजी निर्माण, उद्योग क्षेत्रको प्रवर्धन है। अनि बीचमा अर्थतन्त्र हाल्दिनु होला। 5 वटा पोइन्ट्स तपाईहरुले ठ्याक्कै लेखिहाल्नुहुन्छ। अब के गर्ने भन्दाखेरि अब सजिलो छ। अब सुरुमा सहकारीको कुरा गर्ने, सहकारी क्षेत्रको कुरा गर्नुस्, त्यसपछि निजी क्षेत्रको कुरा गर्नुस्, त्यसपछि सार्वजनिक स्रोत साधनको कुरा गर्नुस् है। तपाईले सहकारी, निजी तथा सरकारी भनेर पढ्नु भएको थियो। अब सरकारी सहकारी भनेको सहकारी भयो, निजी भनेको निजी भयो, सार्वजनिक भनेको सरकारी भनेर यी 3टा पोइन्टले पनि सँगै याद गर्नुस्। त्यसपछि तपाईहरुले पैसाको कुरा गर्नुस्, जस्तै राजस्वको संरचनात्मक रूपान्तरण भन्नुस्, त्यसपछि पुँजीगत खर्च क्षमता भन्नुस्, त्यसपछि फेरि के आउँछ अन्तर सरकारी वित्त व्यवस्थापन आउँछ, त्यसपछि मुद्रास्फीति आउँछ, त्यसपछि मौद्रिक आउँछ। हेर्नुस् यो 9 देखि 13 वटा पोइन्टसम्म के छ सबै पैसा सम्बन्धी कुरा छ। ख्याल गरिहाल्नु होला पैसासम्मको कुरा छ। राजस्वको कुरा आउँछ, सुरुमा के आउने भयो त हेर्नुस् राजस्वको कुरा आउने, त्यसपछि के आउने भयो हैन ल खर्चको कुरा आउने भयो। राजस्व सङ्कलन भयो अरे खर्च भयो अरे हैन। त्यसपछि वित्तको कुरा आउँछ, वित्तपछि के आउँछ मुद्रास्फीतिको कुरा आउँछ, मुद्रास्फीतिको कुरा आउँछ, त्यसपछि मौद्रिकको कुरा आउँछ। क्लियर हुनुभयो? यी 5 वटा पोइन्ट पनि तपाईहरुले क्लियर भयो। अब त 3टा पोइन्ट केही पनि छैन। बाह्य क्षेत्रको सबलीकरण गर्नु पर्यो। अब भित्र भनेको
औपचारिक सोच्नुहोस्, बाह्य भनेको अनौपचारिक हो अरे, बाह्य भनेको के हो त अनौपचारिक हो अरे, याद गर्नको लागि भने अनौपचारिक तथा अलेखाङ्कित अर्थतन्त्र भनेर याद गर्नुहोस्, अनि अर्को सार्वजनिक संस्थान भनेर याद गर्नुहोस् होइन। यसरी तपाईँहरूले के याद गर्नुभयो भन्दाखेरि परीक्षा 2 का मुख्य सवाल र चुनौतीहरू अर्थात् समष्टिगत आर्थिक आधारहरूको सबलीकरण र उच्च आर्थिक वृद्धिकामा रहेका मुख्य सवाल र चुनौतीहरू च्यालेन्जेसहरू तपाईँहरूले 16 वटै याद गर्नुभयो है। अब तपाईँहरूले रूपान्तरणकारी रणनीति अथवा स्ट्राटेजिकल कुराहरू आउँछ है, स्ट्राटेजी फर ट्रान्सफर्मेसन भनौँ त्यसको कुराहरू छ। यसमा पनि तपाईँहरूको पोइन्ट कतिवटा 17 वटै छन्। अब केही छैन, यो भनेको सेम त्यही पोइन्टलाई चाहिँ त्यही तपाईँको च्यालेन्जेसलाई चाहिँ उल्टाइदिने हो। जस्तै सुदृढीकरण गर्ने अर्थतन्त्रहरूको उत्पादनको कुरा थियो, उत्पादन वृद्धि गर्ने, उपभोग बचत गर्ने, सरकारी क्षेत्रको सुदृढीकरण गर्ने, उत्पादन रोजगारी सृजना लक्षित मौद्रिक तथा वित्तीय स्रोत परिचालन गर्ने, स्वदेशी तथा विदेशी पुँजी प्रविधिको उपयोग गर्ने, उत्पादनमूलक उद्योगको विकास र संरक्षण गर्ने च्यालेन्जेस याद गर्नु होला। त्यसपछि त्यो यो आफै देख्नुलाई यो याद गर्नु पर्दैन है। यसमा मान्छेको ट्रिक्सहरू दिन त सकिन्छ, तर त्यति झन् गाह्रो नगरौँ भनेर हो। स्वच्छ प्रतिस्पर्धी एवं पारदर्शी आपूर्ति प्रणाली विकास गर्ने, राजस्वको कुरा थियो, राजस्व प्रणाली कमजोर भयो भन्ने, अब यसलाई सुदृढीकरण गर्ने भन्ने, अनि सार्वजनिक क्षेत्रको पुँजीगत लगानीको उत्पादकत्वमा वृद्धि गर्ने, सार्वजनिक ऋणको विवेकशील उपयोग गर्ने भन्ने होइन, निर्यात प्रवर्धन र आयात व्यवस्थापनमा प्राथमिकता दिने भन्ने, शोधान्तर व्यवस्थापन गर्ने, अनौपचारिक तथा अलेखाङ्कित अर्थतन्त्रको औपचारिकरण गर्ने भन्ने, प्रभावकारी अन्तर सरकारी वित्त भन्ने, त्यसपछि निजी तथा गैर सरकारी क्षेत्र सुदृढीकरण गर्ने भन्ने, त्यसपछि सार्वजनिक संस्थानको कार्यकुशलता अभिवृद्धि गर्ने भन्ने, यसरी सकिहाल्ने है। च्यालेन्जेस याद गर्नुहोस्, त्यसपछि चाहिँ रणनीतिलाई आफै बनाउनुहोस् है। अनि प्रमुख कार्यक्रमहरू हो, यो प्रमुख कार्यक्रमहरू चाहिँ तपाईँहरूले अलिकति याद गर्नुपर्ने हुन्छ, यसलाई चाहिँ ख्याल गर्नु होला। जस्तै प्रमुख कार्यक्रममा के भन्छ भन्दाखेरि चाहिँ जस्तै यता हेर्नुहोस्, कार्यक्रम चाहिँ याद गर्नुपर्छ कि जस्तै पूर्वाधार विकास कार्यक्रम एउटा है, यो पछाडि आइपर्नुहोस् है, मैले यति याद गरेँ। अनि जस्तै उद्यमशीलता विकास प्रवर्धन एउटा अथवा नवप्रवर्तन इनोभेसनको कुराहरू आउँछ कि पूर्वाधार विकास गर्ने, इनोभेसनको विकास कार्यक्रमहरू गर्ने होइन। अनि प्रतिस्पर्धी बजारको चाहिँ कार्यक्रमहरू ल्याउने, राजस्व प्रणालीको सुदृढीकरणको कार्यक्रम ल्याउने होइन, विनिमय प्रणाली सुदृढीकरण कार्यक्रम ल्याउने, अनि प्रोजेक्ट व्यवस्था, यो आयोजना भनेको थाहा छ कि तपाईँहरूले, प्रोजेक्ट म्यानेजमेन्टको कुराहरू ल्याउने होइन, वित्तीय साधनको उत्पादनशीलता उद्योग उपयोगमा आधारित कार्यक्रम ल्याउने, सार्वजनिक ऋण व्यवस्थापनको कार्यक्रम ल्याउने, आयात प्रतिस्थापनको र निर्यात, आयात प्रतिस्थापन भन्नु र निर्यात प्रवर्धन सँगसँगै आउने कुरा हो कि यो कार्यक्रम ल्याउने। अनि तपाईँहरूले थाहा होला यो विप्रेषण आप्रवाह व्यवस्थापन कार्यक्रम ल्याउने, औद्योगिक प्रवर्धन गर्ने, पर्यटन प्रवर्धन गर्ने, प्रवर्धन केलाई गर्ने, उद्योगलाई गर्ने, पर्यटनलाई गर्ने, अनि आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्ने होइन, सार्वजनिक ऋणको चाहिँ उचित व्यवस्थापन गर्ने, सहकारी क्षेत्रको सुधार गर्ने, अनौपचारिक तथा अलेखाङ्कित जुन आर्थिक क्रियाकलापको औपचारिकरण कार्यक्रम गर्ने होइन, अन्तर सरकारी वित्त व्यवस्थापन गर्ने होइन, मौद्रिक व्यवस्थाहरूलाई सुदृढीकरण गर्ने भन्न सकिन्छ। अनि सार्वजनिक संस्थान लास्टमा पोइन्ट थियो नि, त्यो सबलीकरण कार्यक्रम गर्ने, अनि निजी तथा गैर सरकारी क्षेत्र सुदृढीकरण कार्यक्रम भनेर तपाईँहरूले यता हेर्नुहोस् त, यति सजिलोसँग तपाईँले यो पढ्नुभयो, तपाईँले पक्कै पनि 100% बुझ्नुभयो होला। 16औं योजनाको परीक्षा 2 बुझ्नु भनेको सानो कुरा होइन, एकदम ठुलो कुरो हो। यसमा रहेका पोइन्ट्सहरू तपाईँहरूले लोकसेवाको इक्जामिनेसनमा सेकेन्ड, थर्ड, फोर्थ पेपर कुन अफिसर सुब्बा खरिदा दिँदै हुनुहुन्छ तिनीमा तपाईँहरूले मिसाउन सक्नुभयो भने तपाईँहरूको साँच्चीकै मार्क्स बढ्छ, तपाईँहरूको चाहिँ एउटा नेक्स्ट लेभल एन्सर हुन्छ कि। र तपाईँहरूले मैले फेरि भनिसकेँ 16औं योजनाको परीक्षा 2 हामीले आज मात्र पढाइरहनु, तपाईँहरूले अर्को प्लेलिस्टमा हेर्नुभयो भने त्यहाँ यस सम्बन्धी विस्तृत है डिटेल भिडियो बनिसकेको छ, जुन पक्कै पनि 1 आवरको होला लाग्छ होला, अथवा 50 मिनट्सको त पक्कै पनि होला। किनभने त्यहाँभित्र हामीले यो हरेक पोइन्टभित्र के लेखिएको छ पनि जस्ताको तस्तै 16औं योजनाकै बाट चाहिँ पढेको छौँ कि। त्यही भएर सुरुमा त्यो पढेर अनि बल्ल यो पढ्नु होला, त्यो पढेर कन्सेप्ट बुझ्नुहोस्। त्यसपछि अब समरीको लागि चाहिँ अब आउने यो प्लेलिस्टमा भएको भिडियोहरू चाहिँ हेर्नुभयो भने तपाईँले 14 वटै परीक्षित है, तपाईँले ख्याल गर्नु होला। हामीले एउटा मात्र पढाउने होइन, 1 देखि यो 9 होइन, यो 14 वटै परीक्षितसम्म तपाईँहरूले क्लियर पार्ने गरी सुरुमा त्यो लङ भिडियोको प्लेलिस्ट छ, त्यसपछि फेरि यो सानो छोटकरीको भिडियोहरू हेरेर तपाईँहरूले क्लियर गर्न सक्नुहुन्छ। ल, थ्याङ्क यू सो मच है त।